ल आज हामी एउटा यस्तो कानूनको बारेमा कुरा गरौँ जसले नेपाल विद्युत प्राधिकरणलाई देश उज्यालो बनाउने शक्ति दिन्छ। त्यो हो विद्युत ऐन 2041। आउनुहोस् यसको भित्री कुराहरूलाई अलि सरल तरिकाले बुझौँ। हामी सबैको घरमा बत्ती बाल्ने, कल कारखाना चलाउने र समग्रमा देशलाई नै गति दिने यो जुन शक्ति छ नि, यसको खास स्रोत के होला? यो प्रश्न हाम्रो दैनिक जीवनसँगै जोडिएको छ। हो, यसको जवाफ यही कानुनी दस्तावेजमा छ। प्राधिकरणले गर्ने हरेक काम, यसको हरेक शक्तिको कानुनी आधार नै यही ऐन हो। आज हामी यही ऐनका मुख्य कुराहरूलाई खेलाएर हेर्नेछौँ। त्यसो भए सबैभन्दा पहिलो प्रश्न त यही आउँछ नि, हैन? आखिर यस्तो एउटा प्राधिकरण बनाउनु नै किन पर्यो? यसको मूल उद्देश्य के थियो? ऐनले नै यसको जवाफ दिएको छ। ऐनको प्रस्तावना अर्थात् सुरुवातमै यसको लक्ष्य एकदमै प्रष्ट पारिएको छ। मुख्य 3वटा कुरामा जोड दिएको छ। बिजुली उत्पादन र वितरणलाई कुशल बनाउने, भरपर्दो बनाउने अनि सबैको पहुँचमा पुर्याउने। यही लक्ष्य पूरा गर्न प्राधिकरणको जन्म भएको हो। ल, अब प्राधिकरणको कानुनी स्वरूप कस्तो छ त? मतलब कानुनको नजरमा यो कस्तो खालको संस्था हो, यो बुझ्न एकदमै जरुरी छ। ऐनले प्राधिकरण भन्नाले नेपाल विद्युत प्राधिकरणलाई नै बुझाउँछ भनेर प्रष्ट पारेको छ। यो नै यस ऐनले जन्माएको केन्द्रीय संस्था हो। अब यो चाहिँ साँच्चै चाखलाग्दो कुरा छ है। प्राधिकरणलाई अविच्छिन्न उत्तराधिकारीवाला संस्था भनिएको छ। यसको मतलब के हो भने मान्छेहरू आउँछन् जान्छन् तर संस्था कहिल्यै मर्दैन, सधैँभरि रहिरहन्छ। र यो एउटा स्वशासित मतलब आफ्नै तरिकाले चल्न सक्ने निकाय पनि हो। अब एउटा सङ्गठित संस्था भइसकेपछि प्राधिकरणले के गर्न पाउँछ त? हेर्नुहोस् है, यसको आफ्नो छुट्टै छाप हुन्छ। यसले सम्पत्ति किन्न, बेच्न र राख्न सक्छ। अनि आवश्यक पर्दा कसैलाई मुद्दा हाल्न पनि सक्छ र यसमाथि पनि मुद्दा लाग्न सक्छ। यसले यसलाई काम गर्न स्वायत्तता दिन्छ। ल, प्राधिकरण बन्यो, यसको कानुनी रूप पनि थाहा भयो। तर यसको खास काम चाहिँ के हो त? अब यसका काम, कर्तव्य र अधिकारबारे हेरौँ। ऐनको दफा 19ले प्राधिकरणका मुख्य कर्तव्यहरू यसरी तोकेको छ। जस्तै सरकारलाई नीतिमा सल्लाह दिनेदेखि लिएर बिजुली उत्पादन गर्ने, सबस्टेशन र तारहरू बनाउने, वितरण गर्ने अनि कति महसुल लिने भनेर तोक्ने र भविष्यका लागि जनशक्ति पनि तयार पार्ने सबै जिम्मेवारी यसैमा पर्छ। अब कर्तव्य पूरा गर्न त अधिकार पनि चाहियो, होइन? हो, दफा 20ले प्राधिकरणलाई केही विशेष अधिकारहरू दिएको छ। जस्तै ठूल्ठूला प्रोजेक्टका लागि देशभित्रैबाट ऋण लिन सक्ने, सरकारको स्वीकृतिमा विदेशबाट पनि लिन सक्ने, विदेशमा बिजुली बेच्न सक्ने र बिजुली चोरी नियन्त्रण गर्न सक्ने। यी अधिकारले नै यसलाई साँच्चै शक्तिशाली बनाएको छ। यति धेरै काम र अधिकार भएको यो संस्था आखिर चलाउँछ कसले त? ल, अब प्राधिकरणको सञ्चालक समिति मतलब यसको नेतृत्व कसरी हुन्छ त्यो बुझौँ। ऐनको दफा 9 अनुसार यो सञ्चालक समितिमा सरकारका प्रतिनिधि मात्रै होइनन्, उद्योग वाणिज्य क्षेत्रका विज्ञ अनि हामी जस्ता उपभोक्ताको प्रतिनिधित्व गर्ने व्यक्ति पनि हुन्छन्। यसले के फाइदा हुन्छ भने निर्णय गर्दा सकेसम्म सबैको कुरा सुनिन्छ। अनि जो सदस्यहरू सरकारबाट मनोनित भएर आउँछन् उनीहरूको कार्यकाल 4 वर्षको हुन्छ। यो किन राखिएको होला? ताकि समितिमा एउटा स्थिरता होस्, बारम्बार मान्छे फेरिदा ठूला र महत्त्वपूर्ण निर्णयहरूमा असर नपरोस्। अनि अर्को महत्त्वपूर्ण कुरा, जो पायो त्यही मान्छे सञ्चालक बस्न पाउँदैन। ऐनको दफा 10ले केही अवस्थाहरू तोकेको छ जहाँ कुनै व्यक्ति अयोग्य ठहरिन्छ। जस्तै प्राधिकरणसँगै ढेक्कापट्टामा स्वार्थ भएको वा कुनै फौजदारी अभियोग लागेको व्यक्ति। यो व्यवस्थाले स्वार्थबाजी नै जोखिमलाई कम गर्छ र समितिलाई स्वच्छ राख्न मद्दत गर्छ। ल, अब अन्तिम खण्डमा जाउँ। प्राधिकरण र ग्राहक अर्थात् हामी उपभोक्ता बीचको सम्बन्धलाई कानुनले कसरी हेर्छ? यो हामी सबैसँग प्रत्यक्ष जोडिएको कुरा हो। यो प्रश्न सायद धेरैको मनमा होला। महिनैपिछे बिजुलीको बिल आउँछ, यदि कसैले तिरेन भने के हुन्छ? के प्राधिकरणले लाइन काटिदिन सक्छ? कानुन के भन्छ त? जवाफ हो, सक्छ। ऐनको दफा 23ले प्राधिकरणलाई यो अधिकार दिएको छ। यदि समयमा महसुल तिरिएन वा बिजुली चोरी जस्ता काम भयो भने लाइन काट्न सकिने प्रष्ट व्यवस्था छ। अब अनधिकृत उपभोग भनेको के हो त? यो भनेको बिजुली चोर्नु मात्रै होइन है। ऐनको दफा 2 अनुसार अनुमति नलिई वा तोकिएको शर्तभन्दा बाहिर गएर बिजुली प्रयोग गर्नु पनि यसैमा पर्छ। त्यसैले नियमभित्र रहेर बिजुली प्रयोग गर्नु एकदमै महत्त्वपूर्ण छ। सोच्नुस् त, यो ऐन बनेको 2041 सालमा हो। झन्डै 40 वर्ष भइसक्यो।
आजको जमाना कति फेरियो, होइन? नयाँ प्रविधि आयो, निजी क्षेत्रको लगानी बढ्यो, ऊर्जाका नयाँ नयाँ स्रोतहरू आए। यस्तो अवस्थामा यो पुरानो ऐनले आजका चुनौतीहरूलाई कतिको सम्बोधन गर्न सक्छ होला? यो प्रश्नले हामीलाई भविष्यको ऊर्जा कानून कस्तो हुनुपर्छ भनेर सोच्न बाध्य बनाउँछ।